जाडोमा टक्कै खाने बेलामा आएको जस्तो भयो त सबै बाजेको त्यसको त्यस्तै छ यहाँ पिपी छ नि यहाँ त अहिले बचाउ मकै पनि दिएको छ यहाँनिर हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम चाहिँ म भिडियो बनाउँदैछु र आज कन्टिन्यू हालौँ भनिरहेको छु र भन्न त अस्ति पनि त्यस्तै भनेको थिएँ खै त्यस्तै हुन्छ यताउता काम गर्दा भिडियो बनाउनु पनि पाउँदैन हो र आजको भिडियो चाहिँ के हो भनेर चाहिँ हजुरलाई याद भइसकेको कुरा नै हो र हेर्दै गर्नु होला यो भिडियो चाहिँ तपाईँहरू नयाँ हुन्छ सब्सक्राइब चाहिँ नबिर्सनु होला अहिले चाहिँ भने हामीहरू चियोबाट यता आएको छ ठाउँ चाहिँ कहाँ याद भएन तर हेर्नुहोस् यहाँ ढुङ्गाहरू यत्रो छ बाटो सानो छ हो जाँदैछु र अहिले भने चाहिँ म यहाँ आइपुगेको छु र सिपीमा आएको छु अहिले चाहिँ भने म र यो पारि हेर्नुहोस् न मान्छे कसरी बस्यो यस्तो खोला छ डर लाग्दो हो र हामी त्यहाँ छ हो हेर्दै गर्नु होला र अहिले चाहिँ भने हामी यहाँ आइसकेको छौँ यहाँ हेर्नुहोस् न अब जग्गा चाहिँ मान्नै पर्छ यहाँनिर यहाँको मान्छेहरू चाहिँ बस्नु सकेको है हाम्रो कस्तो डर लाग्दो छ यहाँ ठाउँ चाहिँ हेर्नुहोस् न यहाँ बनाउँदो रहेछ पुलको लागि रेडी यहाँ पुल यस्तो छ अब यस्तो माथि हेर्नुहोस् यहाँ क्या दामी खोला चाहिँ यो पछि जुन बर्खामा खोला चाहिँ कत्रो हुन्छ होला यहाँ यहाँ चाहिँ हामी रहेछ यहाँ चाहिँ माछाहरू चाहिँ पुरा रहेछ ट्राउटहरू यति बेसी रहेछ हेर्नुहोस् है भित्र पसेको यहाँ चाहिँ बच्चा मात्रै रहेछ ट्राउट हो ठुल्ठुलो छैन क्या है ए यहाँ रहेछ ट्राउट यो ट्राउटै माछा हेर्नुहोस् है यता उत्तरी यता मुख ओ यो ठाउँमा चाहिँ छ है माछाहरू चाहिँ आम्मा हेर्नुहोस् न ट्राउटहरू चाहिँ कत्रो रहेछ त्यस्तो ठुलो छ यहाँ चाहिँ यहाँ चाहिँ आन्टीले मकै भोट्नु हुँदो रहेछ यति दामी भोट्नु हुँदो रहेछ हेर्नुहोस् जाडोमा टक्कै खाने बेलामा आएको जस्तो भयो त हामीलाई चाहिँ मकै पनि दिएको छ यहाँनिर आन्टीले मकै किनेर चाहिँ खाँदैछौँ हो दाजु छ यहाँ चाहिँ घर हेर्नुहोस् कस्तो दामी बनाएको छ ढुङ्गा काटेर टक्क मकैहरू हेर्नुहोस् टक्कै लगाएको छ एकदम दामी र हामीलाई चाहिँ मकै पनि दिएर चाहिँ खाँदैछौँ यहाँ हेर्नुहोस् यहाँ रुखहरू यस्तै दामी दामी हो यहाँ हेर्नुहोस् नि अब यहाँ चाहिँ मकैको सुरु भएको रहेछ यता चाहिँ हो यस्तो दामी छ यस्तो चाहिँ घुम्नु चाहिँ साह्रै मजा आउँछ है यहाँ चाहिँ माछाको पालन चाहिँ यति साह्रो छ कि आम्मा हेर्नुहोस् न यहाँ ट्राउट मात्रै छ यति साह्रो बेसी आम्मा सबमा ट्राउट अरू केही छैन यहाँ चाहिँ र यहाँ चाहिँ ट्राउट चाहिँ यति साह्रो बेसी रहेछ हेर्नुहोस् है यो खालको पालिहाल्नु चाहिँ फेरि हेर्नुहोस् है माछाकै घर यस्तो पहाडहरू छ यहाँ चाहिँ हो माछाकै घर यो अब सबै माछै हो यो माछा राख्नु सबै सफा गर्दो रहेछ यहाँ माछा यहाँ तल हेर्नुहोस् माछा माछाको यस्तो दामी हो अब यिनीहरू चाहिँ मान्छेहरूले किनेर लान्छ
यहाँ पर पनि छ बच्चा बच्चा यहाँ ठुल्ठुलो छ सबै बच्चाहरू छ यहाँ पनि बच्चै मात्रै यहाँ सिप्पी छ आम्मामा त्यसको बाजेको बच्चाहरू बाजेको त्यसको यहाँ हेर्नुहोस् न अब त्यो यहाँ चाहिँ एकदम दामी फुलिरहेको रहेछ फुल मन पर्यो मलाई यहाँ चाहिँ पेलर्गोनियम पनि रहेछ जेरेनियम पेलर्गोनियम यो चाहिँ के हो याद छैन यस्तो छ फेरि आम्मा त्यस्तै छ यहाँ हो यहाँभित्र पनि बच्चाहरू अब यति बेसी राखेको छ हेर्नुहोस् न अब तरिका चाहिँ अब यहाँ तरिका हुन्छ नि अब बच्चाहरू यो चाहिँ सबै यहाँको तरिका नै भिन्नै छ उनीहरूले सबै यहाँ हेर्नुहोस् न सिप्पी छ नि यहाँ त उसलाई बचाउनु चाहिँ कति साह्रो पर्छ होला है हाम्रो यो बिल्डिङ चाहिँ म त अब तलबाट सोच्दाखेरि चाहिँ ए मान्छे बस्ने रहेछ सोचेको थियो तर होइन रहेछ नि है र तपाईँहरूलाई चाहिँ म माथि पनि देखाउन गएको छु अब माथि पनि छ अरे बच्चाहरू पुरा छ अरे हो लेट्स गो यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ ट्राउटको विषयमा छ माछाको र म चाहिँ माथि जाँदैछु अब यस्तो छ यहाँ चाहिँ हो यहाँ चाहिँ जग्गा चाहिँ खास हो नि हेर्नुहोस् त है माथि कहाँ हो कहाँ यो चाहिँ हुनु पऱ्यो नि जग्गा मेरो दुई भाइ र यहाँ हेर्नुहोस् है साथीहरू यो त दामी छ हौ यहाँ हेर्नुहोस् न कति यहाँ बसौँ जस्तो लाग्दो ठाउँहरू हेर्नुहोस् न यहाँनिर अब टेन्ट लगाएर बस्ला जस्तै हो यहाँ माथि चाहिँ बिहा छ अरे आज अन्त हामी चाहिँ यहाँ यता आएको चाहिँ घुम्नु यहाँ हेर्नुहोस् न हेलो साथीहरू अहिले चाहिँ भने चाहिँ हामीहरू फुल लागेको छौँ यो मेरो पुन्टु छ र यस्तो छ यहाँ चाहिँ जग्गा टेरिका यहाँ तल पनि रोड रहेछ पारी जुदा गरेछ अब चाहिँ पानी आउँछ अरे यहाँ हेर्नुहोस् न मोमो घाम पनि लाग्दैछ दुई भाइ